हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी लोड गर्न आएको छु। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ हामी बङ्गलादेशको लागि लोड गर्न आएको थियो यो हरियनको हिन्दू शङ्कर फ्याक्ट्रीमा। हेरौँ आज पनि बल्ल बल्ल बङ्गलादेशको ट्रिप परेछ। अनि यो गाडी चाहिँ मेरो, यहाँ चाहिँ मेरो गाडी छ। अनि उता दुईवटा गाडी पैसा पनि हामी अघि भर्खर आएको थियो, त्यही भएर हेर्दैछौँ के हुँदैछ। आज चाहिँ हजुरलाई बङ्गलादेशको यात्रा गरेको सबै देखाउँदैछु। एउटा गाडी चाहिँ यहाँ लोड भइरहेछ, हार गाडीहरू चाहिँ यसै लोड हुन्थ्यो। गाडी चाहिँ यसै लोड भइरहेछ। घर लाग्यो यसै लोड गर्ने। अब सर गरिब पनि यति धेरै छ कि यहाँ त यति धेरै गरिब छ, झन् बङ्गलादेशमा कतिको गरिब हुन्छ होला। सबैजना लाइन निक्ल्यो। एक्लै हिँड्नुपर्छ, एक्लै अब खलासी बोक्री हिँड्नु पाइँदैन बङ्गलादेशमा चाहिँ। अनि ड्राइभर मात्रै एक्लै हुन्छ। हेरौँ न एक्लै लाइन लगाइसक्यो फ्याक्ट्रीबाट बाहिर निक्लिँदै। अङ्कल छिटो जानुहोस् हजुर, छिटो जानुहोस्। धेरै टाढाको यात्रा वहाँ गएर पास त हुँदैन, 3 दिनपछि पास हुन्छ। अनि आरामले जानुपर्ने अब आज गयो। हेरौँ बारेको सर हुन्छ त्यहाँबाट भोलि पर्सि कहाँ हुन्छ पास कहाँ सबजनाको त्यही भनाइ छ। अनि हेरौँ के हुन्छ, बिस्तारै जाउँ। है साथीहरू, हामी चाहिँ निक्ल्यो। अब हामी यहाँबाट हिँड्नु सुरु गरिसकेका छौँ। हामी चाहिँ अहिले खाना खाने ठाउँमा आइसकेका छौँ। दुईवटा गाडी, अझै दुईवटा गाडी चाहिँ आउनु बाँकी छ। हामी चाहिँ अब खानासाना खाएर हिँड्यो। अब भोलि कहाँ गाडी पुग्नु पर्छ, भोलि बासमा पऱ्यो अरे। अब आज रातभरि जानुपर्छ, रातभरि। अब उता बन्द भनेर कुरा सुनिरहेको थिएँ, सुन त त्यहाँनिर बन्द खोलिसक्यो अरे। अब भोलि फर्स्टै गर्नु यही भइसक्यो 11:30। अब त्यहाँ गाह्रो छ। अहिले हामी लान आइपुग्यो बल्ल। अहिलेको रातिको कति बज्यो भने 1:30 पनि बेसी भइसक्यो। अब 3-4 बज्छ होला। यहाँ अब त्यही हो 10-11 बज्छ। केही छैन, रातभरि दौडिनु परिरह। आज रात गयो, भोलिको रात रात पुग्नु पाउँछ। खाली गएर सरसर आएर त्यो बेला फेरि जानुपर्छ। फाइनली अहिले चाहिँ हामी सप्तकोशी नदी आइपुग्यौँ। अहिलेको बिहानको सप्तकोशी नदी। अब यता केही देख्दैन, यो कोशी पुल। अब अगाडि ढाकाबाट फेरि गुड मर्निङ सबैजनालाई। गुड मर्निङ है। हिँड्ने विचार भइहाल्यो। भइहाल्यो त्यही छैन। अब बिस्तारै जाने 9-10 बज्छ होला गाडीभित्र पुग्दाखेरि। अब
चाहिँ काकाडभित्ताको सिन। अब यहाँबाट भन्जारमा छिराउने, भन्जार छिराएर अब कति बजीतिर पास हुन्छ, बेलुका त्यही 3-4 बजीतिर पास हुन्छ होला। यो 3-4 घन्टा जस्तो पाइन्छ। अब खुसी लागिरहेको छ। हेलो गाइज, अहिले हाम्रो गाडी पास भयो। 16 घन्टाको अहिले 12 बजी आएको अनि अहिले बल्ल पास भएर नेपालको पास भयो। अब यहाँ हिँड्दैछौँ इन्डिया बजारको यहाँ आधा 1 घन्टा जति चाहिँ अझ बस्नुपर्छ। बजार यो अब यहाँबाट बाइक मान्ने रहेछ। हस् त हेर्दै गरौँला। चेक गराउनु भएको छ गाडी चाहिँ, गाडी चेक गराउनु भयो। त्यहाँबाट पास भएर अब हिँडिसक्यो है साथीहरू। त अब हामी यति अगाडि गएर पढ्नुपर्छ है। हेलो गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ अब हामी इन्डियामा छौँ अनि बेलुका पास हुन्छ होइन, त्यही भएर हामी यहाँ भन्जारभन्दा 10 किलोमिटर आएर सुतेर बस्यो। अब यहाँबाट चाहिँ अब उज्यालो गरेर त्यहाँ गएर बिहानी गएर काम गरेर अनि 10-15 बजी खाली हुन्थेन, पास हुन्थेन। त्यही भएर हामी सुतेर अब गइरहेको छ। गाडीहरू लाइन लाएर बसिरहेको सब घुमालेर यो भुटानको गाडीहरू। एउटा गाडी त्यहाँ आएर बस्यो, अर्को उतार्यो होला। हामी चाहिँ अब बङ्गलादेश छिर्न लागेको, बल्ल बल्ल पास हो। अब खाली त नआउनु भइहाल्यो, 3 बजी केही छैन। आज नि भोलि पनि पर्सि हुन्छ भनेर हामी आइपुगेको छ बङ्गलादेश। बङ्गलादेशको नजारा ऐसा लग रहा है कि ये तो गार्डन गार्डन हो रहा है। हेलो गाइज, के छ खबर? सबैलाई सन्चै हुनुहुन्छ होला? सन्चै छु। अहिले हामी चाहिँ बङ्गलादेशमा अब गाडी गइदिइरहेको। यो चाहिँ बङ्गलादेशको भन्सार। खाली त भएन, हिजो छिरेको।
गाडी दुईटै क्रम भएर सरी दुईटै क्रम भएर दुईजना चिया खाएर आएको अहिले बिहान कति बजी 9 बज्यो खाली भएको भयो अब सरसर जानु पर्यो खाली नि भएन भोलि मात्रै हुन्छ भने अब हेरौँ न के हुन्छ ल हजुरलाई कस्तो लाग्यो मेरो भिडियो अब मन पऱ्यो लाइक सब्सक्राइब सब गरिदिनु होला